म के गरिरहेको छु भने अघिदेखि मजाले बसिरहेको छु कि यसरी बसेर अघिदेखि म सोचिरहेको छु कि कहानी लेख्दाखेरि के गर्नु पर्ला अनि कुन कहानी लेख्ने कस्तो कहानी लेख्ने के कुरा लेख्ने किताब लेख्ने कुरामा त दिमाग पहिलेदेखि छ होइन मेरो छ टपिक छ मसँग तर दिमागमा लिइरहेको छु म कहाँबाट सुरु गरौँ के लेखौँ पुरा भइरहेको छु कि यस्तो लेख्दा कस्तो हुन्छ होला मलाई यसरी लेख्दा कस्तो हुन्छ होला क्यारेक्टर मै भयो भने त्यसलाई कसरी लेख्छु मैले सोच्यो सोच्यो फेरि पछि ए होस् न के झ्याउ लाग्यो अब लेख्दैन भनेर फर्केर बाहिर जान लागिरहेको छु दिमाग खराब भइसक्यो यहाँ लेख्दा लेख्दै आफै नलेख्दा नलेख्दै खै लेखेकै छैन थाहै छैन मलाई लेखेको छु कि छैन अलिकति सुरु गरेँ फेरि सोचिरहेको छु कहानी भइरहेछ कहानी चलिरहेछ त्यो कहानी के भइरहेछ मलाई पनि थाहा छैन तर भइरहेछ बहिनी है त्यो कहानी कम्प्लिट भयो भने चाहिँ के हुन्छ त्यसपछि त्यो कुरा सोचौँला त्यो त हतार भइदिएछ मलाई अहिले अहिले हतार भइसक्यो कहानी कस्तो बन्छ र भने दिमाग खराब भइसक्यो